दर्शकवृन्द नमस्कार। कार्यक्रम टक अफ द टाउनको नयाँ श्रृङ्खला लिएर उपस्थित भएको छु म किशोर पन्थी। हामीले कार्यक्रम टक अफ द टाउन अमेरिकाको न्युयोर्क र न्युयोर्क आसपासको क्षेत्रमा छायाङ्कन गर्छौँ। कार्यक्रम टक अफ द टाउनको आजको श्रृङ्खलामा हुनुहुन्छ विगत 9 महिनादेखि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आउनुभएका नेपाली कलाकार कन्हैया सिंहज्यूलाई कार्यक्रम टक अफ द टाउनमा स्वागत छ। धन्यवाद। र टेलिभिजन हेरेर बस्नुभएका आदरणीय दर्शकवृन्दलाई म गायक सङ्गीतकार कन्हैया सिंहको तर्फबाट न्यानो अभिवादन। तपाईँ विगत 9 महिनादेखि अमेरिकाको न्युयोर्कमा हुनुहुन्छ। तपाईँले अमेरिका किन रोज्नुभयो कलाकारिताको लागि? वास्तवमा भन्नुपर्दाखेरि कलाकारितामा लागिसकेपछि होइन एउटा चाहिँ उच्चतम ठाउँको एउटा राम्रो ठाउँको अथवा चाहिँ संसारको सबैभन्दा रमणीय स्थान र एउटा टफ स्थानको पनि एउटा चाहिँ कल्पना त रहन्छ नै। त्यसको मतलब फेरि मेरो अमेरिका नै लक्ष्य होइन, अरू ठाउँहरू पनि हुन्छन् भविष्यमा। तर भनौँ न कारणवश कार्यक्रम गर्दै जाँदाखेरि अब अमेरिकाको कार्यक्रम बन्यो होइन। गत वर्ष भनौँ 2011मा हाम्रो नेपाली नयाँ वर्ष, त्यसको उपलक्ष्यमा म चाहिँ कार्यक्रम गर्न आइपुगेँ। त्यसै क्रममा अब चाहिँ विभिन्न कार्यक्रमहरूमा अब यहाँको चाहिँ अब अमेरिकाको थुप्रै राज्यहरूमा ती प्रोग्रामहरूमा चाहिँ अब सरिक हुँदैछु। त्यसरी नै अब भनौँ एउटा रोजाइभन्दा पनि एउटा चाहिँ माग पनि भयो र एउटा चाहिँ प्रोग्राम पनि बन्यो, एउटा सबै कुरा साइड जुर्यो भनौँ। तपाईँको कलाकारिता यात्रालाई अगाडि बढाउनको लागि अमेरिकामा बसेर कतिको सजिलो छ? वास्तवमा एउटा चाहिँ सही प्रश्न गर्नुभयो किशोरजी। यस विषयमा भन्नुपर्दाखेरि कार्यक्रमबाट चाहिँ आफ्नो क्षेत्रलाई त बढाउन सकिन्छ होइन, तर गीत सङ्गीतको निरन्तरताको लागि अब चाहिँ जुन आफ्नो ठाउँ नेपाल नै पुग्नुपर्छ र काठमाडौँमै अब त्यसको चाहिँ भनौँ न उठान हुन्छ हरेक कुराको चाहिँ। अब त्यसले गर्दा मलाई त्यो लाग्छ, किनभने यहाँ गीत सङ्गीतका प्रोग्रामहरू त हुन्छन्, कार्यक्रमहरू त भइ नै रहेको हुन्छन् होइन। त्यसले हामी चाहिँ अब आफ्नो गीत सङ्गीतको मार्फत अब दर्शक श्रोताहरूसँग भेट त हुन्छौँ र अब टेलिभिजन अहिले चाहिँ टेलिभिजनबाट पनि युट्युबबाट पनि फेसबुक मार्फत पनि अब दर्शक श्रोताहरूले हाम्रो गीत सङ्गीत हेरिरहनु भएको छ प्रोग्रामहरूबाट पनि। तर वास्तवमा अमेरिकै बसेर त गीत सङ्गीतको त विकास त हुँदैन, तर कार्यक्रममा हामी जुन जोडिन्छौँ त्यसले गर्दा अमेरिकामा बसेर नेपाली कला र संस्कृतिको प्रवर्धनका लागि तपाईँहरूले योगदान चाहिँ दिइरहनु भएको छ। त्यो चाहिँ अब प्रयास चाहिँ केही छ, अब गरिरहेछौँ यहाँको कार्यक्रमहरूमा, नेपाली कार्यक्रमहरूमा नयाँ वर्ष, दसैँ तिहार लगायतका नेपाली पर्वहरूमा एकदम सरिक हुने प्रयास गरेका छौँ। गीत सङ्गीतको नाताबाट जे भए पनि आफ्नो क्षेत्रलाई, आफ्नो देशलाई होइन चिनाउन पाइरहेका छौँ, त्यही नै अब म गर्व गर्दछु। धेरै कलाकारहरू अमेरिका आएर बसिरहनु भएको छ। मान्छेहरू भनिदिन्छन् कलाकारहरू अमेरिका पलायन भए। कन्हैया सिंह अमेरिका पलायन भयो भनेर कसैले भनिदियो भने त्यस्तो भन्नेहरूलाई के जवाब दिनुहुन्छ? त्यो विषयमा भन्नुपर्दाखेरि वास्तवमा अब यो धेरै कलाकारहरूलाई आइपर्ने कुराहरू हो, मलाई पनि आइरहेको छ होइन। तर मेरो विषयमा भन्नुपर्दाखेरि म अमेरिका म पलायन हुने गरी आएको होइन, कार्यक्रममै म व्यस्त छु, कार्यक्रममै हिँडिरहेको छु। मेरो फर्किने कार्यक्रम छन्, फेरि गएर मेरो चाहिँ अब जस्तो आलाप एल्बम मैले जुन निकालेँ, आलाप 2 निकाल्नु पऱ्यो भनेर धेरै दर्शक श्रोताहरूको जहाँ गए पनि कार्यक्रममा एउटा चाहिँ माग हुन्छ, कुराहरू मैले सुन्छु होइन, उहाँहरूको चाहिँ विचारहरू बुझ्छु। त्यसले गर्दा मैले मेरो कार्यक्रम र मेरो चाहिँ भनौँ न एल्बमलाई निरन्तरता दिनको लागि, मेरो गीत सङ्गीतलाई पनि बढाउनको लागि म देश फर्किनै पर्छ। आफ्नो त्यो क्षेत्रमा एल्बम निकाल्ने क्रममा निरन्तरताको लागि गीत सङ्गीतलाई फेरि एउटा श्रृङ्खला थप प्रदान गर्नको लागि म चाहिँ फर्किनै पर्छ। र यति मात्र हो कि म अहिले अमेरिकामा छु, अमेरिकाको नेपाली कार्यक्रमहरूमा बिजी हुँदाखेरि पनि, कार्यक्रममा सहभागिता हुँदाखेरि पनि मलाई के लागेको छ भने गीत सङ्गीतकै सेवा गरेको छु, यसभन्दा म पृथक छैन। नेपाली कलाकारहरू अमेरिका आइसकेपछि कलाकारिता यात्रालाई कतिपय कलाकारले त्यो यात्रालाई निरन्तरता दिन सकिरहेका हुँदैनन्। तपाईँहरूले
अमेरिकाको न्युयोर्कमा रहेर पनि नेपाली कलाकारिता यात्रालाई निरन्तरता दिइरहनु भएको छ। यो परिवेशमा नेपालमा कलाकारिता गर्न र यहाँ गर्न के भिन्नता हुँदो रहेछ? अब वास्तवमा यो राम्रो कुरा हो तपाईँको होइन, तर यहाँको र नेपालको धेरै जमिनमा आसमानको फरक छ जस्तो लाग्छ होइन। तर यहाँ जे जसरी अब चाहिँ निरन्तरता जुन छ, एउटा प्रतिकूल वातावरण छ होइन, जुन अब चाहिँ अहिले जुन नेपालहरूमा अब हाम्रो चाहिँ देशमा जुन अहिले चाहिँ एउटा सुगम सङ्गीतको गीत सङ्गीतको एउटा चाहिँ जुन बाहर आइरहेको छ होइन, फेरि सुगम सङ्गीत फर्केर आइरहेको छ, आधुनिक गीत सङ्गीत मन पराउन थालिएको छ, राम्रो राम्रो गीत सङ्गीतहरू सुन्न थालिएको छ होइन। त्यसले गर्दा त्यो परिवेशमा त्यहाँ अब भएर चाहिँ अब अहिलेको परिवेशमा जति सजिलो छ, यो बाहिरको परिवेशमा अलिकति मुस्किल छ, किनभने कार्यक्रमले मात्र अलिकति गाह्रो हुन्छ होइन। हामी कुराकानीको प्रसङ्गलाई फेरि जोड्नेछौँ। यतिखेर पालो भएको छ छोटो विश्रामको। विश्रामपछि कार्यक्रम टक अफ द टाउनमा नेपाली गायक जो अमेरिकाको न्युयोर्कमा बसिरहनु भएको छ कन्हैया सिंह, उहाँसँग कुराकानीलाई फेरि जोड्नेछौँ। विश्रामपछि पुनः स्वागत छ कार्यक्रम टक अफ द टाउनमा। आज हामीसँग हुनुहुन्छ अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहनुभएका नेपाली कलाकार कन्हैया सिंह। उहाँ नेपालको एकजना लोकप्रिय कलाकार हुनुहुन्छ। सिंहजी, तपाईँको अमेरिकामा बसाइकै सन्दर्भमा अब कलाकारिता यात्रालाई अगाडि बढाउने क्रममा यहाँ योजनाहरू के छन्, त्यो पनि यति बेला तपाईँका पारखीहरूलाई, तपाईँका गीत सुन्ने श्रोताहरूलाई, दर्शकहरूलाई त्यो चासोको विषय हुनसक्छ। उहाँहरूले पक्कै पनि यतिखेर नयाँ एल्बमको प्रतीक्षा पनि गरिरहनु भएको होला, केही योजना छ कि? अवश्य पनि, किनभने अघि पनि मैले केही कुराहरू राखेको थिएँ कि मैले चाहिँ केही तयारी गर्दैछु होइन। अब दर्शक श्रोताहरूको चाहिँ त्यो अपेक्षा भइरहेको छ। कार्यक्रमको दौरानमा भेटको क्रममा उहाँले कुरा राख्नुहुन्छ र मैले पनि मेरो भनौँ न भित्रदेखि मैले तयारी गरिरहेको छु र मैले पनि चाहिँ केही तयारी गीतहरूको सङ्गीतहरूको र चाहिँ यहाँ बसे पनि म यहाँ कार्यक्रममा हिँडे पनि मैले चाहिँ फेरि अर्को नयाँ गीत सङ्ग्रहको लागि जस्तो आलाप निकाले, त्यसको आलाप 2 को तयारी। आलाप 2 मा के हुनेछन्, कस्ता खालका गीतहरू हुनेछन् त्यो बताउन मिल्छ अलिकति? अवश्य पनि। आलाप 2 मा चाहिँ सुगम सङ्गीतमा आधारित नै लोकलयमा आधारित आधुनिक गीतहरू नै हुनेछ, जुन अत्याधिक अहिले श्रोता र दर्शकहरूले जुन मन पराइराख्नु भएको छ त्यो फ्लेभरलाई नै मैले चाहिँ ल्याउनेछु। किनभने त्यो फ्लेभर नै अहिले चाहिँ जुन एउटा नारायण गोपालदेखि लिएर बच्चु कैलाश होइन, के अरे अरुण थापा दाजु होइन, लगायतका थुप्रै कलाकारहरूले चाहिँ जुन एउटा चाहिँ फ्लो गर्दै आउनुभएको, उहाँहरूले जुन गीत गाउँदै आउनुभएको त्यसलाई नै मैले फ्लो गर्नेछु र त्यही नै त्यो पनलाई नै मैले चाहिँ केही अब श्रोता दर्शकलाई जुन मेरो पछिल्लो एल्बम आलापलाई जुन मन पराइदिनु भयो त्यो चिजलाई नै मैले निरन्तरता दिनेछु र त्यही अघि नैको कुरामा पनि अलिकति म यहाँ जोड्छु। त्यही अब मेरो अब दोस्रो एल्बमको तयारीको लागि नै म चाहिँ भनौँ न होमवर्कहरू गर्दैछु। म यहाँ कार्यक्रममा हिँडिरहे पनि, यहाँ बसे पनि त्यसको लागि कार्यहरू भइरहेको छ। नेपालमा मेरो चाहिँ कम्युनिकेसनहरू भइरहेको छ। म जाने बित्तिकै अब फर्किने बित्तिकै अब त्यो नेक्स्ट प्रोजेक्टको लागि, दोस्रो एल्बमको लागि म तयारीमा लागि पर्नेछु। यति बेला तपाईँको आउन लागेको एल्बम आलाप 2 को केही गीतको टुक्रा दर्शकका सामु प्रस्तुत गर्न आग्रह गरे भने? त्यसो चाहिँ अब गीतहरू, शब्दहरू, सङ्गीतहरू चाहिँ अब रोज्ने काम भइरहेछ। एकदमै त्यो निश्चित त भइसकेको छैन होइन। अब त्यही हेर्ने क्रममा छु र चाहिँ अब अहिले सरसल्लाह भइरहेको छ, जस्तो एरेन्जरहरूसँग अनि गीतकारहरूसँग। यहाँ पनि मैले चाहिँ न्युयोर्कमा राम्रो गीतकारहरू भेटेको छु होइन। उहाँको गीतहरू पनि हेर्ने कामहरू भइरहेको छ। कुन उपयुक्त हुन्छ त्यसमध्ये मैले रोजिरहेको छु। त्यसमा चाहिँ अहिले भनौँ न त्यसमा सङ्गीतबद्ध भइसकेको छैन, त्यसले गर्दा अहिले चाहिँ सुनाउनुको लागि म असमर्थ छु। त्यसो भए सङ्गीतबद्ध भइसकेको कुनै गीत सुनाऊ। ठिकै छ, अब के तयार हुनुहुन्छ? अवश्य पनि। हजुर प्लिज। ठिकै छ। मेरो चाहिँ यो आलापको तिमीले भुल्न सके पनि मैले भुल्न सकिनँ हो, त्यो गीत तपाईँले त्यो निकै लोकप्रिय गीत हो। त्यो होइन, त्यो त सुनिसक्नु भएको छ। त्यसलाई फेरि अब प्रसङ्ग बस्न फेरि पछि अलिकति स्टुडियोबाटै तपाईँकै ओरिजिनल स्वरमा स्टुडियोमै सुन्दा फेरि फरक फ्लेभर आउला, मजा आउला। हुन्छ।
तर मैले त्योभन्दा अगाडि फेरि त्यसलाई म गाउनेछु। त्योभन्दा अगाडि म चाहिँ अहिले चाहिँ जुन हामी अमेरिकामा छौँ, त्यसमाथि पनि न्युयोर्कमा भिडभाड भन्छ नि, न्युयोर्कको टाइम्स स्क्वायरमा छायाङ्कन भइरहेको छ कार्यक्रम। त्यसले गर्दा अहिले चाहिँ मैले मेरो देश, मेरो पहाड, मेरो पखेरो होइन, आफ्नै गाउँघर पाखा पखेरो, त्यो परिवेशको गीत म सुनाउन गएको छु प्लिज दर्शकहरूको लागि। जहाँ चाँदी झैँ टल्कन्छ हिमाला, जहाँ नाच्दा छ डाँफे मुनाला, यही प्यारो लाग्छ मलाई, सुन्दर मेरो देश नेपाल, सुन्दर मेरो देश नेपाल, जहाँ चाँदी झैँ टल्कन्छ हिमाला। निश्चय पनि आफ्नो देशको माया सबैले लाग्छ र विदेशमा बस्ने नेपालीहरूलाई अझ बढी लाग्छ त्यसको माया। हामी कार्यक्रम टक अफ द टाउनमा छौँ र कुराकानी गरिरहेका छौँ गायक कन्हैया सिंहसँग। कुराकानीको प्रसङ्गलाई फेरि जोड्नेछौँ, त्योभन्दा पहिले छोटो विश्राम लिन्छौँ। विश्रामपछि पुनः स्वागत छ। यति बेला हामी कार्यक्रम टक अफ द टाउनमा छौँ। अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरको स्टुडियोमा छायाङ्कन भइरहेको छ कार्यक्रम टक अफ द टाउनको यो श्रृङ्खला। र आज हामीसँग हुनुहुन्छ अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहनुभएका नेपाली गायक कन्हैया सिंह। नेपाल छोडेर विदेशमा बस्दा नेपाल कतिको मिस हुन्छ? अघि गीतको प्रसङ्ग पनि आयो, त्यसैमा म जोड्न चाहन्छु। त्यो निश्चित रूपमा पनि, किनभने अब टाढा गइसकेपछि, आफ्नो देशभन्दा अलिकति पर गइसकेपछि अझै बढी मिस हुन्छ, किनभने आफ्नो परिवेश, आफ्नो गाउँठाउँ, आफन्तहरू होइन, त्यसले गर्दा पनि अब त्यो चाहिँ आफ्नो क्षेत्र अनि त्यो क्षेत्रको माया अझै बढी मिस हुन्छ। हुन त अहिले अमेरिकामा पनि अब जुन पनि ठाउँमा हामी प्रोग्राममा जान्छौँ होइन, कलाकारहरू, त्यो ठाउँमा जुन नेपालीपन मैले भेट्छु, नेपालीहरूको एउटा जमात भेट्छु, मलाई लाग्छ अमेरिकामा पनि एउटा सानो नेपाल बसिसक्यो कि जस्तो लाग्छ। त्यसले गर्दा कहिलेकाहीँ त्यतिले पनि चित्त बुझाउँछु, तर पनि अब चाहिँ आफ्नो मातृभूमि, आफ्नो देश होइन, त्यसको माया त एकदम धेरै नै लाग्छ, त्यसको त बयान गरी साध्य नै छैन। त्यस कारणले तपाईँ नेपाली दर्शकका लागि नयाँ एल्बमको तयारीमा हुनुहुन्छ। नेपालको माया, नेपाली दर्शकको माया त्यो सधैँ जीवित राख्नका लागि। त्यो निश्चय पनि, किनभने दर्शक श्रोता र मेरो गीत सङ्गीतको क्षेत्रबाट नै आज मैले विभिन्न ठाउँ हुँदाखेरि नेपालको गाउँघरदेखि लिएर सहरका विभिन्न कुनादेखि लिएर आज अमेरिकासम्म आइपुगेको छु। श्रोता दर्शकको, शुभचिन्तक र आफन्तहरूको, गुरुवर्गहरूको सबैको माया हो होइन, नेपाली जनसमुदायको माया हो। उहाँहरूकै मायाले गर्दा, साथले गर्दा आज म यो स्थानसम्म आइपुगेको छु, अमेरिकासम्म आइपुगेको छु। उहाँहरूकै माया हो। गीत सङ्गीतमा जुन उहाँले मलाई चाहिँ एउटा माया गरिदिनु भयो, त्यसै मायाको परिणामस्वरूप आज म यो ठाउँमा पनि आएर यो मेरो गीत सङ्गीतसँग म जोडिन पाइरहेको छु। यही नै मेरो लागि तपाईँहरूको साङ्गीतिक जोडिरहेको छ। श्रीमान श्रीमती नै साङ्गीतिक यात्रामा लाग्दाखेरि अझ अमेरिकाको न्युयोर्क जस्तो ठाउँमा कतिको कठिन हुँदो रहेछ? हुन्छ, किनभने यो कठिनको सामना त अब चाहिँ काठमाडौँमा पनि हामीले गरि नै आएको हो होइन। अब क्षेत्रगत रूपमा हेर्दाखेरि अझै मैले न्युयोर्क भन्दा पनि हाम्रो व्यस्तता काठमाडौँमा बढिरहन्छ होइन, किनभने त्यति बेला कार्यक्रम मात्र हुँदैन होइन, त्यहाँ धेरै। त्यसै पनि न्युयोर्कमा भन्दा काठमाडौँमा नेपालीहरूको सङ्ख्या बढी छ, तपाईँको श्रोता दर्शकहरूको सङ्ख्या पनि त्यहाँ बढी छ। हजुर हजुर, त्यही कार्यक्रम पनि रहन्छ र अब रेकर्डिङहरू पनि रहन्छ र कहिलेकाहीँ अब त्यस्तो किसिमको इन्टरभ्युजको कार्यक्रमहरू पनि रहन्छ। कहिलेकाहीँ जुदिरहेको हुन्छ, एल्बम निक्लिरहेको बेला कहिले कुनै गीत सङ्गीतको प्रसङ्गको कुरामा मैले एक दिनमा 3टा ठाउँमा पनि गएर इन्टरभ्यू गरेको छु, टेलिभिजन लगायत त्यस्तो पनि भएको छ होइन। त्योको तुलनामा चाहिँ यहाँ त कम छ, तर पनि चाहिँ अब व्यस्त लाइफ छ। अमेरिका आइसकेपछि अमेरिकन लाइफस्टाइल त अब हामी पनि अब चाहिँ अब लागु त भइहाल्छ। यहाँको हिसाब किताबबाट चलेन भने हामी फेरि छुट्छौँ। त्यो काठमाडौँको सेलिब्रिटी कन्हैया सिंह र
न्युयोर्कको नेपाली सेलिब्रिटी कन्हैया सिंहमा के फरक छ? यति फरक छ कि अब चाहिँ यो एउटा सानो समूह, सानो नेपालको माया मैले पाउँछु। अब काठमाडौँमा हुँदाखेरि एउटा देशकै होइन 3 करोड नेपालीकै माया पाउँछु, त्यति मात्र फरक हो। तर माया त माया हो होइन, सानो भए पनि ठुलो भए पनि माया त माया नै हो होइन। माया तौलले तुलो हुँदैन भन्छ। हो, त्यसरी लिउँ यसलाई। त्यो माया निरन्तरता दिनको लागि न्युयोर्कमा कुनै नयाँ कार्यक्रम ल्याउँदै हुनुहुन्छ कि? न्युयोर्कमा चाहिँ अब कार्यक्रमहरू त चाहिँ अब त्यस्तो खासै सोचिसकेका छैन होइन। तर चाहिँ अब त्यही हो, कार्यक्रमहरूको निरन्तरता। अब त्यही नै एउटा चाहिँ मायासँग जोडिने, श्रोता दर्शकहरूसँग जोडिने एउटा माध्यम त रहन्छ नै। र साथसाथै अब चाहिँ कार्यक्रमहरू, अरू ठाउँको कार्यक्रमहरूको पनि हामी चाहिँ प्रोग्रामहरू गर्दैछौँ। लगतै अब चाहिँ अब लन्डन र जर्मनको कार्यक्रमहरूको पनि कुराकानी भइरहेछ होइन। सायद त्यहाँ पनि अब जोडिएर, कार्यक्रम जोडिएर त्यहाँ पनि नेपाली समुदायहरूसँग ती समुदायहरूको माझ कार्यक्रम गरेर अब हाम्रो कार्यक्रमको कुराकानी भइरहेछ। फिक्स भएपछि हामी त्यहाँ गएर फेरि नेपाल फर्केर फेरि एल्बम गर्छौँ, फेरि अनुकूल मिलाएर फेरि हामी अमेरिका अथवा अरू कुनै। अहिले तपाईँलाई अझ सहज भएको छ नेपालमा हुँदा भन्दा नेपाली कला संस्कृतिलाई विश्वभर छरिरहेका नेपालीहरूमाझ सम्प्रेषण गर्नको लागि अझ सहज भएको छ? अलिकति सहज मैले किन पनि लिएको छु भने होइन, किनभने पछिल्लो चरणमा इलेक्ट्रोनिक हिसाबले इमेल इन्टरनेटको सुविधा देखि लिएर सबै कुराको सुविधाहरू नेपालमा त डेफिनेटली अमेरिकामा बढी हुन्छ। त्यो हुन्छ, किनभने अहिले चाहिँ अब सबभन्दा पहिले के छ भने मेरो व्यक्तिगत फेसबुकमा पनि मैले चाहिँ केही प्रोग्रामहरू, कार्यक्रमको फोटोहरू मैले राख्न पाउँदाखेरि एकैछिनमा त्यो सबै ठाउँमा संसारभरि सम्प्रेषण हुन्छ। र साथसाथै भनौँ न मिडिया पनि विकास भइरहेको छ, पत्र पत्रिकाहरू होइन। र टेलिभिजन पनि अमेरिका जस्तो ठाउँमा अहिले चाहिँ भर्खरै व्हाइट हिमलको टेलिभिजन खुलिरहेको छ। अनि यसले गर्दा पनि अब हाम्रो गीत सङ्गीत, हाम्रो कुराहरू र भनौँ न हामी नेपाली कार्यक्रमहरूको चाहिँ समाचारहरू सम्प्रेषण भइरहेछ। त्यसले गर्दा चाहिँ अब धेरै सजिलो भइरहेछ अहिले पछिल्लो परिवेश। हामी यति बेला कार्यक्रमको अन्त्यमा छौँ। जाँदा जाँदै तपाईँका गीतहरू न्युयोर्कका दर्शकहरूले सुनिरहनु भएको छ। नेपाली दर्शकका लागि र न्युयोर्क बाहिरका दर्शकका लागि र टेलिभिजन हेरेर बसिरहनु भएका विश्वभरका दर्शकको लागि जाँदा जाँदै अहिले प्रत्यक्ष तपाईँको एउटा गीतको टुक्रा सुनाइदिनुहुन्छ कि? ठिकै छ, अघि नै जुन हाम्रो गीतको विषयमा जुन चर्चा भएको थियो त्यही गीत नै म गाउँछु आदरणीय दर्शकहरूको लागि। यसका रचनाकार प्रकाश केसी हुनुहुन्छ, सङ्गीतकार सन्तोष श्रेष्ठ। मेरो पछिल्लो एल्बम आलापट यहाँले अत्याधिक मन पराइदिनु भएको यही गीतको मायाबाट म अझै हौसिएको छु। तपाईँहरूको अझै थप न्यानो माया पाउनको लागि मेरो दोस्रो एल्बमको तयारी पनि गर्दैछु। यति भन्दै म गीत सुरुवात गर्दछु, स्वीकार गर्नुहोस्। तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो, भमरा झै छानी छानी फुलमा डुल्न सकिन भो, भमरा झै छानी छानी फुलमा डुल्न सकिन भो, बैगुनीको मायाले धुरु धुरु रुने बनायो, बैगुनीको मायाले धुरु धुरु रुने बनायो। धन्यवाद छ यहाँलाई। न्युयोर्कको व्यस्त समयका बावजुद पनि कार्यक्रममा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद किशोरजी। र टेलिभिजनको पर्दामा मलाई मेरा दुई शब्दहरू, मेरो विचारहरू राख्न दिनुभएकोमा तपाईँ लगायत सम्पूर्ण साथीहरूलाई, प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार। दर्शकवृन्द, आज हामीले कार्यक्रम टक अफ द टाउनमा अमेरिकाको न्युयोर्कमा बसिरहनुभएका नेपाली कलाकार कन्हैया सिंहसँग कुराकानी गऱ्यौँ। आजको कार्यक्रम टक अफ द टाउनको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो? तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाको पनि हामी अपेक्षा गर्दछौँ। र यो श्रृङ्खलाबाट भने म किशोर पन्थी पनि बिदा हुन चाहन्छु। तपाईँ टेलिभिजन हेरेर बस्दै गर्नुहोला। नमस्कार।